काठमाडौँको यात्रा काठमाडौँदेखि यात्रा गर्दै हामीहरू चाहिँ हुन्छ नि अब नुवाकोट त्यसपछि टोखाबाट चाहिँ आउँदै त्यसपछि हाम्रो यात्रा अब नुवाकोट दरबार प्रवेश गर्दैछौँ हामीहरू। चाहिँ निर्माण कार्य भइरहेको छ। यो चाहिँ चाइनाले जिम्मा लिएको जस्तो लाग्यो। यसको निर्माण कार्य चाहिँ यो भूकम्प पछाडि चाहिँ यो हुन्छ नि यहाँको अब नुवाकोटको सातले दरबार निर्माण कार्य अझै हुँदै रहेछ है। भनेपछि अहिले 72 82 10 वर्षमा पनि निर्माण कार्य चाहिँ सम्पन्न भइसकेको रहन्छ है। आई थिङ्क यसो यहाँको माहौल हेर्दाखेरि चाहिँ भर्खरै निर्माण कार्य गर्न स्टार्ट गरे जस्तो लाग्छ है हेर्दा चाहिँ। अब किन ढिला भयो है भन्ने कुरा चाहिँ अब सम्बन्धित कोही हुनुहुन्छ भने चाहिँ म सोध्ने प्रयास गर्छु। यहाँनिर सबै नै अब यस्तो रहेछ, सबै निर्माण कार्यमै भइरहेको छ। सैनिक इलाका रहेछ यता। ओहो नहुने रहेछ त यहाँ। आई थिङ्क सैनिक इलाकामा चाहिँ होला क्यामेरा भिडियो निषेध, यता चाहिँ होइन होला जस्तो लागिरहेछ। खिच्दै जाउँ कहाँबाट ब्रेक लाग्छ। भनेपछि मेन दरबार चाहिँ निर्माण कार्य हुने रहेछ क्या होइन? मेन दरबार चाहिँ निर्माण कार्य हुँदै रहेछ। मेन सातले दरबार चाहिँ छिर्न पाइएन जस्तो लाग्यो। छेउसम्म पुगौँ अनि फर्क्यौँ। धेरै हुन्छ। इन्द्रायणी देवीस्थान टोल। यहाँ पनि रथ तान्ने चलन छ। रथको यो हुन्छ नि के भन्छ, रथको लिङ्ग के भन्छ होला आई थिङ्क है, त्यस्तै होला। एउटा त दामी भ्यू देखेको रहेछ तलको है।